सबैजनालाई जय मसीह तथा नमस्ते। तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला। म एकदम ठिक छु। तपाईहरुलाई आजको यो नयाँ भिडियोमा स्वागत छ। फेरि पनि म तपाईहरु सामु यसरी अनि फेरि पनि लामो समयपछि भिडियो लिएर आएको छु। अस्तिको गत हप्ता एउटा भिडियो हालेको थियो र फेरि पनि आज नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ मेरो छुट्टीको समय भएर चाहिँ यसरी अलिकति फुर्सद भएर चाहिँ भिडियो बनाउन चाहिँ यो फुर्सद मिलेको छ। विशेष त म चाहिँ अहिले हाल दक्षिण कोरियामा छु। यहाँ चाहिँ अहिले चाहिँ एकदमै गर्मी महिना छ। म चाहिँ तपाईहरुको सामु आज चाहिँ यो दुईटा स्याउ लिएर आएको छु। यो चाहिँ अलिकति सानो छ, यो चाहिँ एउटै ठुलो छ के। अनि यो स्याउ र यो स्याउमा चाहिँ प्राइस चाहिँ कतिको डिफरेन्स छ त त। यो स्याउमा चाहिँ लगभग 1 केजीको नेपाली 1200 जति पर्दछ भने यो स्याउ चाहिँ एउटैलाई चाहिँ 590 पर्छ नेपाली। मतलब यहाँको कोरियन 5980 वन पर्छ। एउटै स्याउलाई चाहिँ कसरी किन महँगो होला, कतिको मिठो रहेछ भनेर चाहिँ म चाहिँ अनि मात गएको थिएँ आज। अनि यतिको महँगो स्याउ चाहिँ कतिको मिठो हुँदो रहेछ भनेर चाहिँ म चाहिँ टेस्ट गर्न लिएर आएको छु। यो चाहिँ मैले अस्ति नै लिएर आएको थिएँ अनि यो चाहिँ म आज लिएर आएको। म चाहिँ यिनीहरूलाई आज टेस्ट गर्नेछु, यो स्याउ बढी मिठो कि यो मिठो। यो पैसा अनुसार चाहिँ यो मिठो हुनुपर्ने हो हैन, तर कुन चाहिँ मिठो रहेछ है त। म यो त खाइरहेको हो, सधैँ खाइरहेको हुन्छ। यो चाहिँ खाएको थिएन कि यो यतिको महँगो छ नि त। यो एउटैलाई 590 भनेको थोरै हो। हाम्रो नेपालमा चाहिँ 300-400 मा 1 किलो आउँछ, यहाँ एउटैलाई 590 पर्छ। अब सकिन्छ त कोरियामा। म यिनीहरूलाई काट्छु अब अनि खान्छ है। म पहिला यो खान्छु, त्यसपछि यो खान्छु। मसँग यहाँ एउटा चक्कु छ, म अब यसलाई काट्छु यसरी। लगाएर योलाई यो फाल्छु अनि म खान्छु है त। यो कतिको यो चाहिँ खाइरहेको हो, त्यस्तो ठिकै छ, त्यति नमिठो पनि छैन, ठिकै छ। अनि म यो खान्छु पहिला। यो पनि मिठो हो नेपालको भन्दा त, एकदमै मिठो छ नेपालको भन्दा। यो सबैले सधैँ खाइरहेको थियो, मिठै छ यो पनि। अब म चाहिँ यो ठुलो चाहिँ स्याउ काटेर खान्छु। यो चाहिँ कतिको मिठो रहेछ। देख्न सक्नुहुन्छ यो यत्रो ठुलो छ। अब म चाहिँ यसलाई पहिला धुन्छु, त्यसपछि म बल्ल काटेर खान्छु है त। पहिला धुन्छु म यसलाई है त। मैले यसलाई धुएर ल्याएँ। अब चाहिँ म यसलाई काटेर खान्छु। कतिको मिठो रहेछ, 590 को स्याउ। छन त ठुलै छ कि है यत्रो, कति ठुलो होला यी। म काट्छु अब यसलाई सट्ट। मिठो त छ है, मिठो होला सायद। 590 को मिठो हुनु पर्यो नि। यसो गर्दा त कति ठुलो हो, धेरै मिठो त छ यो त। यत्रो गर्दा पनि यस्तो ठुलो देखिने, कति ठुलो हो कि। ल म अब चाहिँ खान्छु यो।
धेरै मिठो रहेछ। योभन्दा त बेसी नै मिठो छ यो 590 को मिठो हुनु परिहाल्यो होइन त। पैसा अनुसारको जस मिठो रहेछ। सधैँ यो किनेर खान त सक्दैन। सधैँ यो किनेर खायो भने त महँगो किनेर खायो भने त हाम्रो तलब जति यहीँ सकिन्छ, सबै पैसा जति कोरियामै सकिन्छ। त्यही भएर चाहिँ कहिलेकाहीँ मात्र यसो टेस्ट गर्ने किनेर ल्याएको। आज चाहिँ कस्तो हुँदो रहेछ यो यत्रो महँगो स्याउ भनेर चाहिँ मलाई कुल्टुले भइरहेको थियो क्या। त्यही भएर चाहिँ मैले आज किनेर ल्याएको। हुन्छ, आजको भिडियो यति नै। अनि फेरि पनि यस्तै नयाँ भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोला, कमेन्ट अनि भिडियो कस्तो लाग्छ तपाईँहरूलाई अनि सल्लाह सुझाव दिनुहोला। हुन्छ, आजको भिडियो यति नै। अर्को भिडियोमा भेटौँला। बाई बाई।